छोटोमा भन्नुपर्दा छ्याक छाल भनेको के हो भन्दा भने नि सफा गर्नु भनेको छ्याक भनेको सफा गर्नु भनेको तपाईहरु राम्रोसित याद गर्नु त तपाईहरु के काम गर्दाखेरि हात फोहोर भयो भने त्यो हात फोहोरले खाना खान्छ कसैले खान्छ हात फोहोरले खान्छ सबैजनाले के भन्छ ए हात एकचोटि धुनुपर्छ एकचोटि पखाल्नुपर्छ भन्छै भन्दैन साबुनले नपखाले पनि हात पखाल्नुपर्छ भन्दै भन्दैन भन्छ तर आफ्नै जिउमा भएको फोहोर पखाल्नलाई चाहिँ तपाईले के गर्छ के पनि गर्दैन अब छ्याक भनेको यो सफा गर्ने भनेको अब सफा गर्ने भनेको जिउमा भएको मैला सफा गर्ने हैन त फेरि छ्याक गर्ने भनेको फेरि छ्याक गरे त पसिना आउँछ झन् फोहोर आउँछ भन्छ होला त्यो भनेको हैन के भनेको हाम्रो पाप सफा गर्ने भनेको छाल भनेको प्रसाद लिनु भनेको अब हामीले पाप सफा गरे मात्र हुँदैन नि हैन प्रसाद लिनु पर्यो नि अब के को प्रसाद लिने त अहिले तपाईहरु सम्झ्यो भने कसको लिने हो अवलोकितेश्वर चेन्नसीको उहाँको छिल्लाब लिने अब मतलब के भयो छाक्छल भने के मतलब के भयो पापलाई सफा गरेर चेन्नसीको छिल्लाब लिने भनेको अब यस्तो शब्द तपाईहरु बुझेर छ्याक गर्यो भने साच्चै छ्याक गर्नलाई पनि छ्याक गर्न मन लाग्छ कि लाग्दैन लाग्छ नि न त हातले गरेछ के गरे थाहा छैन